यो अर्को कुरुक्षेत्र भनेको कुरुक्षेत्र अर्थात् यो युद्धको मैदान। यहाँ युद्ध भनेको कुनै दुई पात्र बीचको युद्ध होइन, दुईटा सोचको बीचमा, दुईटा परिस्थितिको बीचमा भएको युद्ध हो। खासमा चाहिँ यसमा यो परम्परागत सोच र नारी अस्तित्व, जसलाई समग्रमा मानवीय अस्मिता भनौँ, त्यो बीचको द्वन्द्वलाई देखाउन कोसिस गरेका छौँ। र यसमा चाहिँ मैले अरू नाटक जस्तो मितव्ययी रङ्गमञ्चको अवधारणालाई प्रस्तुत गर्न खोजेको छु। खास गरी यसमा चाहिँ अयथार्थ जुन नन रियलिस्टिक प्रेजेन्टेसन छ त्यसैलाई चाहिँ प्रस्तुत गर्छु। रियलिस्टिक परिस्थितिलाई चाहिँ अयथार्थ रूपमा चाहिँ प्रस्तुत गर्न खोजिएको छ र यो चाहिँ टोटल्ली विसङ्गति जसलाई एब्सर्डिटी भनिन्छ त्यही रूपमा चाहिँ गर्न खोजिए तापनि खासमा चाहिँ एउटा नारीले भोग्नु परेको समस्याहरू, जसलाई चाहिँ उसको जुन अस्तित्व छ त्यसैको लडाइँ हो। त्यसकारणले यो चाहिँ कुनै व्यक्ति बीचको र पात्र बीचको रूपमा चाहिँ नहेरिदिनु होला। बाँकी त यही नाटकले बन्नेछ।